हाई दिस इज मी फुडी दाई। म चाहिँ इन सिम्पल टर्म एउटा सानो कन्टेन्ट क्रिएटर हो र अल्सो अ मार्केटिङ कन्सल्टेन्ट। मेरो कन्टेन्ट चाहिँ मोस्टली फुडको बारेमा हुन्छ भने सँगसँगै लाइफस्टाइलको बारेमा पनि हुन्छ। हामी सबैलाई थाहा छ नेपाल इज रिच इन अ लट अफ थिङ्स। कसैको लागि कल्चर, कसैको लागि डाइभर्सिटी भने कसैको लागि चाहिँ नेचर हुन सक्छ। बट एज अ फुडी मेरो लागि चाहिँ फुड हो। नेपाल इज अलरेडी रिच इन वाइड रेन्ज अफ फुड एन्ड फ्युजन डिसेस विथ नेपाली टच। र सँगसँगै नेपालको फुड बिजनेस इज ग्रोइङ ऱ्यापिडली। तपाईँले बाजेको सेक्वा, हिमालयन जावा जस्तो ब्रान्डहरूको नाम सुन्नु बाँकी नै छ होला, जुन चाहिँ अलरेडी इन्टरनेसनल गइसकेको छ। र म चाहिँ एज अ कन्टेन्ट क्रिएटर नेपाली फुड, कल्चर र प्लेसेसले देखाउन चाहन्छु मेरो प्लेटफर्मको थ्रुबाट वर्ल्ड वाइडमै। कसरी त हाम्रो लोकल फुड र फ्लेभर्सलाई सेयर गरेर र ग्लोबल रिचको लागि सँगसँगै आफ्नो देशवासीलाई पनि देखाउनका लागि, सो द्याट नेसनल टुरिज्म पनि प्रमोट होस्। आई वान्ट टु शो हाउ नेपाल इज टेकिङ इटसेल्फ टु ग्रीनर टुमोरो एन्ड सस्टेनेबिलिटी। म नागरिक, म बनाउँछु नेपाल। तपाईँ नेपाली नागरिक भएर कसरी देश विकासले सहयोग गर्ने सोच्नु भएको छ त? यदि तपाईसँग पनि कुनै आइडिया छ भने म नागरिक, म बनाउँछु नेपालको यो मुभमेन्टलाई जोइन गर्नुहोला। तपाईँले पनि यो मुभमेन्टमा पार्टिसिपेट गरेर आफ्नो आइडियालाई लिएर भिडियो बनाउनु होला र #क्रिएटर च्याम्पियन 2025 लाई युज गरी नागरिक न्युजलाई ट्याग गर्नुहोला। यति गर्नुभयो भने तपाईँ विनर हुन सक्नुहुन्छ र 4 लाखको पुल प्राइज पाउन सक्नुहुन्छ अलङ विथ मेन्टरसिप। बाँकी सबै डिटेल क्याप्सनमा दिएको छु, एकपल्ट हेरिदिनु होला।